पुरानो लेजर पहिला सबैभन्दा पहिला ल्याउने अनि हजुर। बबी भन्ने त्यहाँ अब देखियो होइन, हजुर त्यो आधारमा अब आइयो। मेरो चाहिँ नाम बिरगन फ्याक्रेल हो। हजुर एड्रेस चाहिँ उता कैलाली। हजुर। यहाँ काव्यमा के भएर आउनुभयो सर? यो चाहिँ मेरो फाइल सम्बन्धी समस्या थियो, ए त्यसको लागि चाहिँ आएको। अब कति पुरानो थियो सरको फाइल? पुरानो त होइन, मेरो 3 महिना भयो, पछि प्रब्लम होला भनेर चाहिँ अहिले। ए समयमै आइपुग्नु भयो होइन, बहुत राम्रो काम गर्नुभयो सरले। हजुर अरू त ढिलो आउनुहुन्छ एकदमै होइन, हजुर समयमै आएपछि छिटो सन्चो हुन्छ होइन, दुःख पनि पाइन्न त्यति। त्यही भन्ने र चाहिँ अब आएको हजुर अपरेसन भयो अहिले। अब यसको रिजल्ट चाहिँ अब पछि थाहा हुन्छ होला। अनि यो लेजरबाट गर्नुभयो सरले होइन? हजुर कस्तो लाग्यो सर लेजर? लेजर त्यस्तो दुख्दैन, त्यति दुख्ने समस्या छैन। हजुर राम्रै लाग्यो अहिलेसम्मको उसभन्दा। अब त्यसको अब घाउ पनि छिटो सन्चो हुने भन्ने छ होइन? मैले नि अब धेरै रिसर्च गरेर एआईमा सर्च गरेँ अनि युट्युबहरूमा हेरेर हजुर सबभन्दा बेस्ट विकल्प कुन छ भनेर चाहिँ हजुर रिसर्च गरेर हजुर अब लेजर प्रविधि हो भन्ने त्यहाँ बढी त्यसलाई नै अब फोकस गरेर देखेर होइन। हजुर अब त्यसबाट अब लेजरबाटै अपरेसन गरेको छ। अब यसको पछि थाहा हुन्छ कस्तो के हुन्छ। सर भित्र कति टाइम लाग्यो हजुरलाई लेजरबाट अपरेसन गर्दा? धेरै लागेन, त्यो आधी घन्टासम्म लाग्यो होला धेरै। ए अनि अहिले कस्तो छ त हजुरलाई? अहिले अब ठिकै छ। अब त्यस्तो दुखाइ कति हो सर? दुखाइ छैन, अब त्यति गाह्रो भएको छैन। हजुर त्यस्तो गाह्रो। अनि यहाँ कुन माध्यमबाट आउनुभयो सर? म चाहिँ अब यहाँ अब फेसबुकको माध्यम भनौँ होइन। हजुर अब डक्टर साहब अब विश्वदेव तिमिल सेना डक्टर साहबको चाहिँ अब हजुर पुरानो लेजर पहिला सबैभन्दा पहिला ल्याउने अनि हजुर। बबी भन्ने त्यहाँ अब देखियो होइन, हजुर त्यो आधारमा अब आइयो भनौँ। त्यही नै हो। अब लेजर प्रविधि अहिलेको यो राम्रै लाग्यो लेजरबाट। हजुर यसको चाहिँ रिजल्ट आइसकेपछि नै बल्ल होइन थाहा हुन्छ। अब बाहिर अहिलेसम्म सुने अनुसार चाहिँ हजुर अब राम्रै छ भन्ने चाहिँ अब भइरहेछ। अनि डक्टर साहबहरू राम्रो गर्नुहुन्छ भन्ने चाहिँ त्यहाँ सुनेर नै आएको हो। अनि यहाँ डक्टर साहब कस्तो लाग्यो हजुरलाई सर? डक्टर साहब चाहिँ राम्रै लाग्ने। विश्वदेव तिमिल सेना डक्टर साहब चाहिँ हजुर अलिकति यो सम्बन्धी अलि प्रख्यात नै हुनुहुन्छ भनेर चाहिँ हजुर त्यो आधारमा आइयो भनौँ। हस् सर, हजुरले आफ्नो अनुभव सुनाइदिनु भयो, धेरै धेरै धन्यवाद सरलाई। हस्, थ्याङ्क यू। शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। थ्याङ्क यू।